कक्षा 6 मा अध्ययन गर्नुहुने प्रिय नानीबाबुहरूका लागि आजको यो विषयवस्तु मार्फत रहेर कक्षा 6 साइन्सको एकाइ 3 मा रहेको युनिट 3 मा रहेको जीव र तिनीहरूको बनोट भन्ने एकाइको पार्ट 4 मा छौं। पार्ट 4 मा रहेको फूल फुल्ने र फूल नफुल्ने बिरुवाहरूको अभ्यासलाई कम्प्लिट रूपमा सल्भ गर्नेछौं। योभन्दा अगाडिको भिडियोमा मैले तपाईहरुलाई पार्ट 3 सम्म गराइसकेको छु। यदि त्यो भिडियो हेर्नुभएको छैन भने माथि दिने आई आइकनमा र भिडियो डिस्क्रिप्सनमा पाउनुहुनेछ। त्यसैले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला भन्दै आजको यो विषयवस्तुलाई सुरुवात गर्नेछौं। आउनुस् आजको यो विषयवस्तुलाई सुरुवात गरौं। सबैभन्दा सुरुमा दिएको छ एकमा खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्। जुन माथिपट्टि त्यही दिएको छ ती शब्दलाई हामीले छानेर तल भर्नुपर्ने हुन्छ। फूल नफुल्ने बिरुवालाई डडट भनिन्छ। के भनिन्छ? अपुष्पक भनिन्छ। फन्जाई वर्गमा वनस्पतिमा डडट हुँदैन। फन्जाई वर्गका वनस्पतिमा हुँदैन। के हुँदैन? हरितकण हुँदैन। हरितकण नभएका सरल बिरुवाहरूले आफ्नो डडट बनाउन सक्दैन। के बनाउन सक्दैन? खाना बनाउन सक्दैन। जुन बिरुवामा हरितकण हुँदैन त्यो हरितकण नभएको बिरुवाले चाहिँ के खाना बनाउन सक्दैन। जमिनमा उड्नका लागि उन्युका मसिना रौँ जस्ता केन्द्रलाई डडट भनिन्छ। के भनिन्छ? राइजोइड भनिन्छ। फूल फुल्ने बिरुवालाई के भनिन्छ? सपुष्पक भनेर भनिन्छ। अर्को छ तलका प्रश्नहरूको उत्तर लेख्नुहोस्। तपाईको घर वरपर पाइने फूल फुल्ने र फूल नफुल्ने 3 वटा के लेख्ने? बिरुवाहरूको नाम लेख्ने। फूल फुल्ने बिरुवाको नाम गुलाब, तोरी, धान र फूल नफुल्नेको के हो? च्याउ, उन्यु र लेउ भनेर लेखेका छौं। अब फूल फुल्ने बिरुवा र फूल नफुल्ने बिरुवा बीच फरक के छ? फूल फुल्ने बिरुवा भनेको त्यो विकसित हुन्छ र अर्को चाहिँ फूल नफुल्ने बिरुवा चाहिँ कम विकसित हुन्छ। है फूल फुल्ने बिरुवामा जरा, काण्ड, पात, फूल विकसित हुन्छ भने फूल नफुल्ने बिरुवाको जरा, काण्ड र पात छुट्टिएको हुँदैन। जस्तै लेउ। यिनीहरूमा हरितकण हुन्छ। जस्तै तोरी, चना, केराउ। यिनीहरू मध्ये केहीमा हरितकण हुन्छ, केहीमा हरितकण हुँदैन। जस्तै च्याउ र दुसी। दुसी भनेर यसरी लेखेर छौं। अर्को छ कुनै एउटा फूल फुल्ने बिरुवाको सफा चित्र कोर्नुहोस्। हेर्नुस् मैले तोरीको बनाएको छु। यो तोरीको चित्र। जस्तै तपाईले अरु जुनसुकैको फूल फुल्ने बिरुवाको के लेख्ने हामीले चित्र कोरेर नामकरण गर्न सक्नुहुन्छ। चित्र कोर्न नि सक्नुहुनेछ। तलका बिरुवाहरूको फूल फुल्ने र फूल नफुल्ने बिरुवाको समूह तयार पार्नुहोस् भनेको छ। च्याउ, उन्यु, तोरी दिएको छ। धान, फापर दिएको छ भने फूल फुल्ने बिरुवा के छन्? तोरी, धान र फापर हो भने फूल नफुल्ने बिरुवा च्याउ र उन्यु। यसरी छुट्याउन सक्नुहुनेछ। तोरी र उन्युलाई कुन चाहिँ बिरुवा विकसित हुन्छ त? कारण सहित स्पष्ट पार्नुहोस्। है कारण सहित हामीले के पार्ने? स्पष्ट पार्नु पर्ने हुन्छ। त्यो स्पष्ट पारेको छ त्यहाँ लेख्न सक्नुहुन्छ। सल्लो र पिपल बिरुवाको अवलोकन गरे तिनीहरू बीचको समानता र भिन्नता भेन चित्रमा लेख्नुस् भनेको छ। जस्तै त्यो बीचको दुवै रुख हुन्, दुवैले प्रकाश संश्लेषण गर्छन्, दुवैले काण्ड र जरा हुन्छन्, दुवै बहु वार्षिक बिरुवा हुन्। यो भनेको के हो? समानता हो। पिपल हो उसको। पिपलको भिन्नता भयो यो चाहिँ सल्लोको भिन्नता र पिपलको भिन्नता यसरी लेखिसकेका हो। यसरी बनाउन सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ। तपाईले बुझ्न सकिहाल्नुहुन्छ है त। प्रकार मैले नयाँ पाठ्यक्रम 2083 अनुसार कक्षा 6 विषय साइन्सको एकाइ 3 मा रहेको जीव र तिनीहरूको बनोट अर्गानिजम एन्ड देयर स्ट्रक्चर भन्ने च्याप्टरको अभ्यासको पार्ट 4 मा रहेको फूल फुल्ने बिरुवा र फूल नफुल्ने बिरुवाको अभ्यासलाई कम्प्लिट रूपमा सल्भ गरिसकेको छु। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला भन्दै आजको यो विषयवस्तुबाट बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।